हेलो एभ्रिवान, नमस्ते। हजुरहरु स्वयम्भूनाथ कतिचोटि जानुभएको छ? सायद धेरैचोटि होला है। आजको हाम्रो यो भिडियो एकदमै इन्ट्रेस्टिङ अनि एकदमै इन्फर्मेटिभ छ। हजुरहरुको फुर्सद छ भने यो भिडियोलाई स्किप नगर्नुस् है त। तपाईहरुलाई थाहा छ स्वयम्भूनाथको माथिपट्टि रहेको 13 वटा सुनौलो चक्काहरुको एउटा चुचुरो छ नि, त्यसले ज्ञान प्राप्त गर्ने भर्याङलाई प्रतिनिधित्व गर्दछ र इस्वीसम्म 2010 मा यसको पुनर्निर्माणको क्रममा यो 13 वटा चक्काहरुलाई 20 किलो सुनले रंगाएको थियो। स्वयम्भू पुराण अनुसार बोधिसत्व मञ्जुश्रीले एकपटक स्वयम्भूको डाँडामा कमलको फूल देख्नुभयो र त्यहाँ गएर पूजाआजा गर्नुभयो। उहाँले त्यहाँ मानिसहरुको राम्रो बसोबास हुन सक्ने देखेर चोबारलाई काटेर काठमाडौँको सबै पानी बाहिर पठाउनु भयो र हालको काठमाडौँ उपत्यका बन्न पुग्यो र कमलको फूल भएको स्थान पहाडमा परिणत भयो र फूल स्वयम्भू महाचैत्य रहन गयो। स्वयम्भू जसको अर्थ हो स्वयं उत्पत्ति भएको भूमि। काठमाडौँ उपत्यकाको हिन्दू र बौद्ध धर्मावलम्बीहरू बीचको धार्मिक सद्भावको प्रतिनिधित्व गर्ने भएकोले देवी हारतीलाई समर्पित लोकप्रिय हिन्दू मन्दिर पनि यहाँ अवस्थित छ। स्वयम्भूको ठूलो अर्धगोलाकार सेतो रङले रंगिएको गुम्बजले पृथ्वीको प्रतिनिधित्व गर्दछ। स्तूपको चारैतिर तपाईले पञ्चबुद्धहरू अर्थात् 5 तथागतको मूर्तिहरू पाउनुहुनेछ, जसको आफ्नै अर्थ छ। प्रत्येक बुद्धले एउटा पहिचान गर्ने परिचय छ। 5 बुद्धहरूमा बैरोचन जो बीच भागमा बस्नुहुन्छ र मन्दिरको मालिक हुनुहुन्छ, अक्षोम्बे जसले चेतनाको ब्रह्माण्डीय तत्त्वलाई प्रतिनिधित्व गर्नुहुन्छ र पूर्वतिर फर्किनु भएको छ, रत्नसम्भव यसले संवेदनाको ब्रह्माण्डीय तत्त्वलाई प्रतिनिधित्व गर्दछ र दक्षिणतिर फर्किनु भएको छ, अमिताभ जसले ब्रह्माण्डीय तत्त्वको प्रतिनिधित्व गर्दछ र पश्चिमतिर फर्किनु भएको छ, र अमोघ सिद्धि उत्तरतिर फर्किनु भएको छ र यसले संरचनाको ब्रह्माण्डीय तत्त्वलाई प्रतिनिधित्व गर्दछ। पूर्वपट्टिबाट स्वयम्भूनाथ उक्लदा जम्मा 365 खुड्किला छन्, जसको अर्थ तपाईको प्रत्येक पाइलाहरूले ज्ञानको नजिक पुर्याइएको रूपमा रूपान्तरण गर्छ। 1500 वर्षभन्दा पुरानो यो स्वयम्भू महाचैत्य सन् 1980 मा वर्ल्ड हेरिटेज साइटमा परेको थियो। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला। धन्यवाद।